सो मैले चाहिँ अब फ्री फायर खेल्न थालेको होइन। अब मलाई खेल्न चाहिँ आउँदैन होइन, तर पनि अब मजाले अब सिकेर मजाले पहिला पहिला खेलिएन केटाहरूले खेल्दाखेरि अब सिओसी खेलेर बस्छु होइन। अनि त्यसपछि मैले चाहिँ अब हल्का खेलेको 1-2 दिन भयो, तर मारिदिइहाल्छ यार। कसले देख्ने बित्तिकै उडाइदिइराखेको हुन्छ, मैले चाहिँ देखेकै हुँदैन। सो मेरो चाहिँ अब म नुब्डा हो नि त अहिले, म कसरी मेरो एक्सपिरियन्स चाहिँ उयो झर्दैछ। अब यो छिटो झर, अब मारिदिइ त हाल्छ मलाई। झर्ने बित्तिकै यसका मार सेकिझाल्छु म। कहाँ गयो, भागिसक्यो सबै, डराएछ मदेखि। म्याट टोक्ने बन्दुक उठाउने ऊ घटो लाइफ आयो कामेको छोरा। अब यस्तो म रिस उठ्छ क्या, अब लास्टै रिस उठ्छ क्या, मारिदिइ त हाल्छ। मारिदिइ त गो, मारिदिइ त गो। रामीहरूले मारिदिइहाल्छ यार एकै सेकेन्डमा। अब आफूलाई खेल्न सेल्न आउँदैन, केही पनि आउँदैन, झर्ने साथ मारिदिइहाल्छ। अनि फेरि लुकेर खेल्न पनि मन लाग्दैन क्या। आइज माया टुक्ने भेट्दिउँ भनौँ, उफ्री उफ्री दिइहाल्छ। यहाँ एउटा राणाको बन्दो रहेछ यहाँ मुनि। अब यसलाई भागमा यहाँ यसले मलाई देख्दैन। ए देखो माया टुक्ने यहाँ आफ्नो यहाँ खुलित भइसक्यो लाइफ। यताबाट बचाम। ओइ कहाँबाट आयो माया टुक्ने। ओइ मारिदिइ त गो थुक्कमा टुक्ने।